लुसिफरलाई आई भनेछ के छ तिम्रो नाम के थाहा मिलीले बोला है लुसिफर को भी खाए के छ लुसिफर तिम्रो खबरहरू तिमी अनुहार पनि देखाउँदैनौ ह्यान्डसम धेरै भएर होला क्यूट right now आँखा लाउँछ भनेर आमा ओ माय गॉड लुसिफर कति ह्यान्डसम हो केमा बोल्दैछौ अर्को एपमा बोल्दैछौ के गर्नु तिमीले गिफ्ट खान्छौ कि भनेर बसेको खाना खासेन पठाइदेऊ न मलाई खाना खासेन पठाइदेऊ न उ गरेर अनलाइनबाट अब अनलाइनबाट पठाउ न साउथ कोरियामा छौ तिमीले त अब के भन्छौ अब जहाँबाट पुऱ्याए पनि पुऱ्याउ न त के टिभी देखाइरहने तिमी चाहिँ मलाई तिमी धेरै ह्यान्डसम छौ हामी राम्रो छैनौँ हामीले त देखाइहाल्छौँ अनुहार तिमी ह्यान्डसम भएर देखाउँदैन त्यस्तै छ ठिकै छ काले कलुवाहरू तिमी आएको त्यही त आउँदैहरू तिमी झन् त्यही माथि काले कौवा आउनेहरू सकियो तिम्रो गर्लफ्रेन्डहरू कति घुमिरह होला यहाँ झुम्दै गरे होला तिम्रो आइकी नत्र यत्रो त्यस्तो धेरै पुऱ्याउँथ्यौ कि गेम खेल्छौ तिम्रो गर्लफ्रेन्डहरू यहाँ हाम्रा जस्तो घुम्या घुमे होला गिफ्ट हानेर त्यत्रो पुरा होला खोइ त हामीलाई एउटा गिफ्ट हान्दैनौँ 1200मा कल गरे एउटा गिफ्ट हाने छैन हो तिम्रोबाट त टपमा मेरो बसिरहेको त बिचरा एउटा केटीले हाने भाइ मलाई मायाले टपमा त्यही केटी छ कि को एउटा केटीले आएर हान्दै क्या मलाई सिफर मेरो टपमा बसिरहेको त तिमी भारी हुन्छ हुँदैन कि म चिसो नि त म 1-2 जनालाई त दिन सक्छु त्यति छु अनि म मोटी छु अनि म दिन सक्दिनँ त के भने होला म खास मोटी भएको 1-2 वर्ष भयो होला है होला त्यस्तो लाग्यो तिमीले मलाई पहिला पातलै देखाएको थियौ म यहाँ 3 वर्ष जति भइसक्यो तर म 1.5 वर्ष जति त आइन अहिले भर्खर चलाउनु थालेको फेरि अनि म त 3 वर्ष भइसक्यो खोलेको त तर म 3 वर्ष भयो एउटा गिफ्ट लुसिफरको तर्फबाट एउटा आएको छैन म त कोले कति गिफ्ट दिएछ के दिएछ म त सबै याद आउँछ सुत्ने बेलामा पनि डायरीमा टिपेर म त डायरीमै मेरो दिमाग छ म पहिला तिमीलाई थाहा छ लुसिफर म कल उठाउँदिनँ थिएँ नि त्यो मान्छेहरू कस्तो हुन्छ एकैचोटि